दर्शक नमस्कार, म दिल प्रसाद पौडेल। यति बेला म तुलसीपुर उपमहानगरपालिका 18 मा छु। सुरेश नेपालीजीको घरमा छु। यहाँ एउटा करिब 2 महिना पहिला नवजात शिशुको जन्म भएको थियो अनि शिशुको स्वास्थ्य अवस्था एकदमै कमजोर छ। हामी त्यहाँ उहाँहरूले बारम्बार अपिल गरेर हामी यहाँ आएका छौँ तपाईहरुलाई यो दृश्य देखाउनको लागि। अहिले घरको अवस्था पनि हामीले हेरिसक्यौँ, एकदमै कमजोर छ। गाउँ समाजमा अहिले दसैँ र तिहार आएको छ, सबैको घरमा मासु पक्कै हुनेछ, तर यो घरमा चाहिँ आँसु नहोस् दर्शकबिन। त्यही भएर म एउटा अपिल गर्न चाहन्छु कि सके सहयोग, नसके धेरैभन्दा धेरै सेयर गरिदिनु होला। उहाँ आमा हुनुहुन्छ, उहाँको सासुआमा हुनुहुन्छ, उहाँले अलिक केही बोलिरहन सक्नुभएको छैन। केही कुराहरू हामीले गाउँलेबाट पनि बुझ्नेछौँ के कस्तो अवस्था छ भनेर, गाउँले व्यक्तिहरूसँग पनि बुझ्नेछौँ। यतिखेर हामी सुरेश नेपालीको मम्मीसँग केही कुराकानी गर्नेछौँ र बुझ्नेछौँ। नमस्कार। नमस्कार, स्वागत छ तपाईँलाई। यो बच्चाको अवस्था, यो बच्चा कहिले जन्मेको? यो बच्चा साउनको 19 गते। अनि उहाँको श्रीमान खै त? लद्दाख। लद्दाख, हजुर। अनि अहिले आमाको अवस्था कस्तो छ अनि यो बाबुको अवस्था कस्तो छ? नानीको अवस्था हेर्नुहोस्, उहाँ कोलपुर लग्यौँ, करिब 2 महिनाको बच्चा होइन? उहाँ आइसीमा राख्यौँ महिनामा 2 बार, त्यहाँ र अञ्चलमा लग्यौँ र उहाँ अहिले डक्टरहरूले के भनिरहनु भएको छ? अब टाउकामा पानी जम्या छ, त्यहाँ ढाडमा पानी जम्या छ, सिटी स्क्यान गर्नुपर्छ भन्नुहुन्थ्यो। अहिले मैले सुनिरहेको छु, आमा अलिकति हामीले गाउँमा पनि कुरा सुन्दै आएको, आमा पनि बोल्न सक्नुहुन्न। अनि तपाईँहरूले अलिकति विशेष ख्याल नगरेर हो कि यो अलिकति लापरवाही हो कि बच्चाको केही कुरा खुलाइदिनुहुन्छ कि? अब लाठी छिरेर केही जान्दैन, केही बुझ्दैन। बच्चाको नाम भन्दा रुदिक परियारको जस्तै सेम केस दाङमा पनि भएको छ। यो बच्चाको अवस्था हेर्नुहुन्छ, टाउकामा पानी जमेको छ अनि यो हातखुट्टा हेर्नुहोस्, हातखुट्टा यस्तो छ हेर्नुहोस्, यो छाला हेर्नुहोस् यस्तो छ, हातखुट्टा हेर्नुहोस् यस्तो छ। दर्शकबिन, अहिले हामी सुरेश नेपालीको मम्मीसँग अथवा यो बच्चाको हजुरआमासँग दुईटा कुराहरू सोध्नेछौँ, हजुरसँग रुबरु गराउनेछौँ। आउनुहोस् उहाँसँग बुझौँ कि यो बच्चाको अवस्था कस्तो छ, के छ र कुन कुन हस्पिटलमा लग्नुभयो, डक्टरहरूले के भन्नुभयो भनेर हामी कुरा बुझ्नेछौँ। हजुर नमस्कार। नमस्कार। हामी यो बच्चाको अवस्था अहिले कस्तो छ त्यसको बारेमा जान्न चाहन्छौँ र डक्टरले के भन्नुभयो, अहिले तपाईँको आर्थिक अवस्था कस्तो छ, के छ, सबै कुराहरू तपाईँले डिटेलमा भन्नु त। महिनामा लग्यौँ, आइसीमा राख्यौँ, त्यहाँदेखि टाउकाको सिटी स्क्यान गर्ने भन्थे, कन्नाको ढाडको पानी निकाल्ने भन्थे। कति महिना भयो अहिले बच्चा जन्मेको? अहिले 2 महिना भयो। त्यहाँ मैले उ गर्न दिइनँ, त्यहाँदेखि त्यहाँबाट महिनाबाट निकालेर ल्यायौँ, त्यहाँबाट महिनाबाट निकालेर ल्याएपछि लग्यौँ अञ्चलमा लग्यौँ। त्यहाँको डक्टरहरूले के भन्नुहुन्छ, अहिले बच्चालाई अरू पैसा खर्च गरेपछि अथवा के रोग छ केही कुराहरू खुलाउनु भयो अनि कति पैसा लाग्छ भन्ने बुझ्नुभयो? त्यहाँ पैसा अझ 50-60 दिन राख्नुपर्छ अनि भन्थे। अब भया पैसा खर्च भइगयो। अनि अब जग्गा बेचौँ भने जग्गा छैन, अहिले जग्गामा बसिया छौँ। अनि अब गाउँमा पनि सबैले अब सहयोग गरे, त्यो पैसा पनि सकियो। अनि त्यहाँदेखि अब दबाई पानी गरौँ भने अब नानीको यस्तो अवस्था छ, सिकिस्तसी। दर्शकबिन, अहिले जसले बच्चा पक्रिरहनु भएको छ उहाँ आमा हुनुहुन्छ। उहाँ आमा पनि एक हिसाबले उहाँ बचपनबाट नै बोल्न सक्नुहुन्न, आमाको अवस्था पनि निकै कमजोर छ, बोल्न सक्नुहुन्न। उहाँ बच्चाको बुवा चाहिँ इन्डियामा लद्दाख जानुभएको छ, केही दिनमा उहाँसँग हाम्रो फोनमा कुरा भएको छ, केही दिनमा आउनुहुनेछ। हामीले उहाँको अवस्था बुझ्दाखेरि अलिकति उहाँ पनि अहिले बोल्न नसक्ने गहिरो चोट लागेको छ उहाँलाई मनमा, अनि बोल्न नसक्ने अवस्थामा हुनुहुन्छ। केही कुराहरू हामीले यहाँको गाउँको स्थानीयसँग पनि बुझ्ने कोसिस गर्नेछौँ। नमस्कार, तपाईँलाई स्वागत छ। नमस्कार। अनि यहाँको बारेमा अलिकति केही कुरा खुलाइदिनुहोस् भन्न चाहन्छु। अनि अलिकति यहाँले प्रश्न भन्न सक्नु भएन, तपाईँहरू छिमेकी भएको कारणले अलिकति बुझ्नु भएको होला छिमेकमा के भइरहेको छ भने पक्कै पनि तपाईँहरूलाई थाहा होला, बताइदिनुहोस् न।
अब छिमेकमा त अवस्था बच्चाको देखिरहनु भएको छ सबैले। अब बच्चाको नाजुक एकदमै अब नाजुक नै छ भनौँ। अब बच्चाको अवस्था पहिलाभन्दा धेरै नाजुक हुँदै गइरहेको छ। अब उहाँको स्थिति एकदमै कमजोरी छ। अब गाउँघरमा सबैले सहयोग उठाएर अहिलेसम्म अब उपचार चाहिँ भइरहेको थियो, तर अहिले चाहिँ एकदम आर्थिक चाहिँ कमजोर हुनको कारणले उहाँको उपचार रोकेको छ। अब बच्चाको अवस्था त अब धेरै नै समस्या। ऊ बच्चा दुध पनि खान सक्दैन, सुत्नै सक्दैन, सासै फेर्न सक्दैन, एकदम गाह्रो भइरहेछ। अब अलिक सबैले सहयोग गर्यो भने उहाँको बच्चालाई अलिकति केही सुधार आउन सक्छ कि भन्ने हामीलाई पनि आश छ। अब हामीले सबै गाउँघरकोले छिमेकीले जति गर्न सहयोग त हामीले गरिसकेका छौँ। अब हाम्रो सहयोगले नपुगेको कारणले अब देश विदेशमा जति पनि बस्नु भएको छ उहाँहरूले अलिकति केही सहयोग गरिदिनु भयो भने यो बच्चाले नयाँ जीवन पाउनेछ भन्ने हामीलाई आशा छ। अब एकदमै गाह्रो भइरहेछ बच्चालाई। सासै म त देखेर एकदम म त एकदमै मलाई त एकदम भित्रदेखि एकदम कस्तो भएको छ, कस्तो बच्चाको अवस्था देखेर होइन। म पनि एउटा आमा हुँ। अब उहाँ आमालाई केही थाहा नै छैन, बोल्न नै सक्नुहुन्न। अब बच्चालाई कसरी स्याहार गर्ने उहाँलाई थाहा छैन। उहाँ सासू हुनुहुन्छ, उहाँले एकदमै स्याहार गरिरहनु भएको छ। उहाँले एकदमै दुःखी हुनुहुन्छ, पीडित हुनुहुन्छ। उहाँले हामीलाई सम्झाइराखेका छौँ सहयोग आउँछ, टेन्सन नमान्नु भनेर एकदम रोइराख्नु भएको थियो अघि पनि। अब बच्चाको स्थिति त एकदमै नाजुक छ। अब यति नै हो हामीले भने त गाउँघरमा। अहिले जस्तो देश विदेशमा दाजुभाइ दिदीबहिनी आमा बुवाहरू हुनुहुन्छ, पक्कै पनि तपाईँहरूले यो भिडियो हेरिराख्नु भएको छ। एक थुकी सुकी 100 थुकी नदी। मान्छेले 1-2 रुपियाँ कहीँ हराएर पनि जान्छ, पान गुटाहरू खाएर फाल्छन्, मन्दिरमा चढाउँछन्। तर सच्चा तपाईँ यति सहयोग गर्नुहुन्छ, तपाईँहरू भगवान्लाई मान्नुहुन्छ भने यो बच्चालाई हामीले नयाँ जीवन दिने हाम्रो दायित्व पनि हो र कर्तव्य पनि हो। सबैले सहयोग गर्नु होला। जब डेलिभरी हुने बेलामा उहाँलाई हस्पिटल कसले लगेर गयो? दर्शकवृन्द, अहिले उहाँहरू कुनै पनि एकजना गाउँको छिमेकी भाउजू बाहेक अरू कोही पनि अहिले बोल्न सक्ने अवस्थामा हुनुहुन्न। त्यही भएर हामीसँग तपाईँहरूसँग हामी 2 हात जोडेर अपिल गर्न चाहन्छौँ। सक्दो सहयोग, नसके धेरैभन्दा धेरै भिडियो सेयर गरिदिनु होला। माथि स्क्रिनमा रहेको कन्ट्याक्ट नम्बर र QR कोड बारकोड मैले राखिदिएको छु, उसमा सहयोग गर्न सक्नुहुन्छ। र जसले देश विदेशबाट आमा बुवा दाजुभाइ दिदीबहिनीहरूले जसले सहयोग गर्नुहुन्छ, कृपया नाम खुलाइदिन विनम्र अनुरोध गर्छु। थ्याङ्क यू, धन्यवाद, नमस्कार।